हाई एभ्रिवान, आजको मेरो छोटो मिठो मिनी ब्लगमा सबैलाई स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको चाहिँ हाम्रो बेलुकाको नास्ता रहेको छ पानीपुरी। आज चाहिँ मेरो फ्यामिलीलाई चाहिँ पानीपुरी खान मन लाग्यो भनेर मैले चाहिँ बजारबाट पानीपुरीको प्याकेट लिएर आएँ होइन। त्यसपछि म पानीपुरीको चाट बनाउनतर्फ लागेँ। फर्स्टमा चाहिँ होइन, चाटपछि सेलायो भने राम्रो मिठो एकदम हुन्छ नि त, अब खानुलाई पनि सजिलो हुन्छ। त्यही भएर मैले चाहिँ फर्स्टमा चाट बनाउनतर्फ लागेँ। उता चाहिँ आमा छोरा प्याज काट्दै हुनुहुन्थ्यो। अब सबैले हेल्प गऱ्यो भने छिटो छिटो खानलाई पनि सजिलो होइन। मलाई चाहिँ पानीपुरी त्यस खास चाहिँ बनाउन आउँदैन थियो। मैले चाहिँ पहिला चाहिँ युट्युबमा हेरेर बनाउँथेँ। आज चाहिँ म आफ्नै तरिकाबाट बनाउँदैछु। साथीहरू कस्तो लाग्छ भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। के गर्नु साथीहरू, यस्तो जिन्दगी, कहिले के खान मन लाग्छ, कहिले के खान मन लाग्छ। भएको बेला आफूलाई मन परेको चिजहरू फ्याट्टै खानुपर्छ कि पछि के हुन्छ थाहा छैन। फेरि फ्यामिलीसँग खाँदा एकदम रमाइलो, एकदम खुसी होइन, खाए जस्तो पनि लाग्ने रहेछ साथीहरू। आज चाहिँ धनगढीमा धेरै गर्मी थियो नि त, 10-12 दिन जति भइहाल्यो। धनगढीमा पानी पनि परेको थियो नि त। आज चाहिँ त्यही पनि हामीले चाहिँ पानीपुरी खायौँ, एकदम रमाइलो। आमा र छोराछोरी उता चाहिँ बाहिरतिर गए, म चाहिँ बर्तन धुनतर्फ लागेँ। बाई बाई साथीहरू, अर्को भिडियोमा भेटौँला।